आज म हजुरहरूलाई घरमै सजिलैसँगले भेन्टाको पिरो छोइला बनाएर देखाउँदैछु। यो छोइला बनाउन एकदमै मिठो छ र खास गरेर भेजिटेरियन साथीहरूको लागि त यो डिस एकदमै फेभरेट हुनसक्छ। त्यसको लागि मैले 200 ग्राम जति भेन्टालाई लिएर राम्ररी पखालेँ। 3वटा हरियो खुर्सानी, 2वटा गोलभेडालाई लिएँ। साथसाथै हामीलाई चाहिन्छ धनियाँको केही पत्ताहरू, लसुनको 4वटा जति पोती र 1 इन्च जति अदुवा पनि लिएकी छु। धनियाँ 1 चम्चा, जिरा आधा चम्चा र प्याज एउटालाई मसिनोसँगले काटेकी छु मैले है। प्याज जति मसिनोसँग काट्नुभयो त्यति नै मिठो हुन्छ। र साथसाथै नुन 1 चम्चा जति, रातो धुलो खुर्सानी 1 चम्चा र टिमुर 6-7वटा पनि लिएकी छु। र छोइला भन्ने बित्तिकै हामीलाई मेन चाहिने भनेको हरियो लसुन हो। हरियो लसुन पनि लिएँ 25 ग्राम जति र भुटिसकेको तिल लिएँ 2 चम्चा, यो चाहिँ अप्सनल हो। र भुटेको तोरीको तेल लिन सक्नुहुन्छ 3 चम्चा जति। र सुरुमा मैले यो भेन्टामा चाहिँ ओइल लगाउँदैछु, भेन्टा र गोलभेडामा है। यसको माथिको क्याप चाहिँ ननिकाल्नु होला है। र यो रेसिपी बनाउन पनि सजिलो छ र एकदमै स्पाइसी तरिकामा तयार हुन्छ। अब यसलाई चाहिँ म चिरा लगाउँदैछु। यसरी चिरा लगायौँ भने चाहिँ यो भेन्टा पोल्दाखेरि एकदमै छिटो पाक्छ है। गोलभेडामा पनि हल्का चिरा लगाउन सक्नुहुन्छ, यसरी छिट्टै पाक्छ। यो चाहिँ पोल्ने हो हामीले ग्यासमा यसरी। हजुरहरूले आगोमा पोल्नु भए पनि हुन्छ। पोल्नलाई चाहिँ लगभग 5 मिनट जति लाग्छ। एकदम उल्टाइ पल्टाइ मजाले पोल्नु होला। पोलेर बनाएको छोइला एकदमै मिठो हुन्छ र गोलभेडा पनि पोल्ने नै हो। गोलभेडा चाहिँ हजुरहरूसँग छ भनेदेखि सानोवाला चेरी टोमेटोज युज गर्नुभयो भने चाहिँ अझै मिठो हुन्छ है त। र यसरी उल्टाइ पल्टाइ चाहिँ मैले 3-4 मिनट पोलिसकेपछि हेर्नुहोस् है, यो बिस्तारै पाक्न थाल्यो। यसरी तेल लगाएर पोल्यौँ भनेदेखि चाहिँ धेरै डढ्दैन पनि र भित्रैसम्म पनि पाक्छ है। र यतिको भइसकेपछि लगभग यो पाक्न थाल्यो। र भेन्टाको यो रेसिपी कस्तो बन्छ त हजुरहरूले पनि एकचोटि ट्राई चाहिँ गर्नुपर्छ है त घरमा। एकदमै मिठोसँगले तयार हुन्छ। र 2वटा गोलभेडा पनि यसरी मजाले पोलेर तयार भइसकेको छ। खासै तेल धेरै चाहिँदैन यसमा चाहिँ है। र मैले गोलभेडालाई हातैले म्यास गरेँ र इन्डियातिर चाहिँ यसलाई बैगनका भर्ता पनि भनिन्छ। र लिट्टीसँग पनि खाने चलन छ इन्डियामा चाहिँ। लिट्टी चोखा हजुरहरूले पनि ट्राई गर्नुभएको छ होला है। इन्डियामा जाँदाखेरि एकचोटि ट्राई गर्न सक्नुहुन्छ। नेपालमा पनि पाइन्छ विराटनगरतिर। र यसरी मजाले हातैले चाहिँ म्यास गर्न सक्नुहुन्छ, एउटा सफा हातले है। यसलाई सानो सानो पिस बनाउनु भए पनि हुन्छ हजुरहरूले मजासँगले। हेर्नुहोस् त। र यतिको भइसकेपछि मैले राखेँ यसरी भेन्टा गोलभेडालाई मजासँगले। त्यसपछि अब चाहिँ एउटा प्यान राम्रोसँगले तताएर धनियाँ, जिरा र टिमुरलाई भुट्दैछु म। हल्कासँगले रोस्ट गर्ने हो। कुनै पनि छोइलामा यो 3वटा मसला राखेर खलमा पिसेर राख्नुभयो भने एकदमै डबल टेस्ट बढ्छ हाम्रो छोइलाहरूको चाहिँ है। हजुरहरूले ट्राई गर्नुहोस् है त एकचोटि। र हजुरहरूले मिक्सरमा पिस्नु भए पनि हुन्छ। मैले चाहिँ यसरी खलमै पिसेँ है। एकदम मिठो हुन्छ। नुन राखेर पिस्नु होला। नुन राखेर पिस्दाखेरि चाहिँ एकदम मिठो हुन्छ है। र छिट्टै पनि पिसिन्छ यो। र हजुरहरूले मेरो च्यानल अमरपन्छी फुड वर्ल्डलाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला है त। हेर्नुहोस् त। र भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट र सेयर पनि गर्न सक्नुहुन्छ। र त्यसपछि अदुवा र लसुन पनि यसैमा मजाले धुलो पिठो पारेर कुट्ने हो। हजुरहरूले डाइरेक्ट ब्लेन्डरमा पिसेर राख्नु भए पनि केही फरक पर्दैन। तर छोइलामा चाहिँ खलमा पिसेको मसला मिठो हुने भएकोले मैले खलमै पिसेकी हुँ है। मजासँगले पिस्नु होला। एकदम सजिलो छ बनाउनको लागि। र यो हरियो लसुनको पातलाई पनि राखेँ, एकदम टेस्ट बढाउँछ छोइलाको है। र प्याजलाई पनि राखेँ। र त्यसपछि अब रातो धुलो खुर्सानी पनि राखेँ 1 चम्चा जति। कतिको पिरो खानुहुन्छ। र धनियाँको पत्ताहरूलाई पनि राखेँ। र भुटेको तिललाई पनि राख्दैछु। यो राख्यो भने पनि एकदमै मिठो हुन्छ हाम्रो छोइला है। हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। र यसरी अघि खलमा कुटेको मसलालाई पनि राखेँ। र तोरीको तेल राख्दैछु मैले। यो भुटेकोवाला तोरीको तेल 2 चम्चा जति। र एउटा सफा हातले मजाले 2-3 मिनट समय लगाएर मोल्नु होला। एकदमै मिठोसँगले तयार हुन्छ। नुन चाहिँ अघि मैले मसलासँगै पिसेकी थिएँ है।
र एकदमै मिठोसँगले तयार हुन्छ। खास गरेर ड्रिङ्क्सहरूसँग हजुरहरूले खान सक्नुहुन्छ। खाना, रोटी, नान, परोठा जेसँग खाँदा पनि हुन्छ। यसको चाहिँ टेस्ट प्योर नेपाली टेस्ट आउँछ है, प्योर छोइलाको टेस्ट आउँछ यसमा चाहिँ। हेर्नुहोस् त, तेल पनि धेरै लाग्दैन र डाइटिङको बेला पनि तेल अलिकति कम गरेर खान सक्नुहुन्छ। पोलेर बनाएको भएर चाहिँ एकदमै टेस्टमा त कुनै शङ्कै गर्नु पर्दैन है त। र आजको रेसिपी हजुरहरूलाई कस्तो लाग्यो, मन पर्यो भने भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न सक्नुहुन्छ र साथसाथै मेरो च्यानल अमरपन्छी फुडवाला सब्सक्राइब पनि गर्न सक्नुहुन्छ। म चाहिँ टेस्ट पनि गर्दैछु, मेरो मुखबाट पानी आइसक्यो। वाउ, एकदमै मिठोसँगले तयार भइसकेको छ। थ्याङ्क यू सो मच फर वाचिङ। ह्याप्पी कुकिङ। बाई बाई।